हिजो हामीले सिक्यौँ कि हामीले मेनली 3 टाइपको ग्रुपलाई कपी गर्न खोज्छौँ, इमिटेट गर्न खोज्छौँ। एउटा द क्लोज जो हाम्रो नजिक छ, अर्को द मेनी जो सबैले जस्तो काम गरिरहेको छ हामी त्यसैलाई कपी गर्छौँ, र अर्को द पावरफुल मान्छेहरूलाई हामीले कपी गर्न खोज्छौँ। र आज हामीहरू फर्स्ट टाइप अफ ग्रुप द क्लोजको बारेमा कुरा गर्छौँ। सो द क्लोज ग्रुप भनेको यस्तो मान्छेहरू जो हाम्रो वरिपरि हुन्छ, जस्तो कि हाम्रो फ्यामिली, हाम्रो फ्रेन्ड्स हो। सो हामीले हाम्रो फ्यामिली मेम्बर्सहरूलाई देखेर, हामी हाम्रो साथीहरूलाई देखेर उनीहरूको बानी बेहोराहरू कपी गर्न खोजिरहेको हुन्छौँ। जसरी हाम्रो आमा बुवाले चाहिँ कुरा गर्नुहुन्छ, जसरी उहाँहरूले चाहिँ एकअर्कासँग डिल गर्नुहुन्छ, हामी त्यसरी नै बानी बेहोराहरू कपी गर्न खोज्छौँ। जसरी हाम्रो साथीभाइहरू बोल्छन्, जसरी हाम्रो साथीभाइहरू क्रियाकलाप गर्छन्, हामीले चाहिँ त्यसैलाई कपी गर्न खोज्छौँ। सो एउटा रिसर्चले भनेको छ कि यदि हाम्रो नजिकको साथी चाहिँ अल्छी छ भने हामीसँग पनि 57% चान्स छ कि हामीहरू अल्छी हुनलाई। सो सिमिलर टु फिटनेस, कोही साथी चाहिँ फिटनेसमा लागिरहेको छ भने चाहिँ हामी पनि त्यसैमा इन्क्लाइन्ड हुन खोज्छौँ। सो न्युयोर्कमा एकजना स्टिभ भन्ने मान्छेले चाहिँ नर्ड फिटनेस भन्ने जिम खोल्यो। र नर्डको मिनिङ चाहिँ जो मान्छे जतिखेर पनि भिडियो गेमहरू खेलिरहन्छ, जो मान्छेहरू मुभीहरूमा धेरै इन्ट्रेस्ट राख्छ हो, त्यस्तो मान्छेलाई चाहिँ हामीहरू नर्ड भनेर लिउँ। र नर्ड फिटनेसमा त्यस्तै मान्छेहरू आए जो भिडियो गेममा, मुभीहरूमा इन्ट्रेस्टेड हुन्छ। र अरू कोही नर्डहरू जसलाई चाहिँ सेपमा आउनु मन छ, आफ्नो बडी बनाउनु मन छ, ऊ त्यो इन्भाइरोमेन्टमा जानको लागि ऊ चाहिँ हचकचाउनु परेन, र उसले लाइक माइन्डेड इन्डिभिजुअल्सहरू नै भेट्छ। सो यदि हामीलाई पनि हाम्रो बानी बेहोराहरू चाहिँ इम्प्रुभ गर्नु छ, यदि हामीले चाहिँ आफूलाई सेप गर्नु छ भने हामी पनि त्यस्तै इन्भाइरोमेन्टमा जानुपर्छ जता चाहिँ त्यो हामीले चाहेको जस्तो बानी बेहोराहरू, चाहेको जस्तो क्रियाकलापहरू चाहिँ त्यहाँ नर्मल होस्। तपाईँलाई याद होला कि पहिला हामीले एकचोटि आइडेन्टिटीको बारेमा कुरा गरेको थियौँ कि यदि कुनै कामहरू गर्नको लागि हामीले आफ्नो आइडेन्टिटीसँग लिङ्क गऱ्यौँ भने त्यसले हामीलाई चाहिँ अल्टिमेट मोटिभेसन दिन्छ। र कुनै पनि इन्भाइरोमेन्टमा जानुको कारण के हो कि त्यो इन्भाइरोमेन्टमा जस्तो टाइपको आइडेन्टिटी हुन्छ, जस्तो कि मानिलिउँ तपाईँ नर्ड फिटनेसमा जानुभयो, त्यहाँ त्यस्तै इन्डिभिजुअल्सहरू छ जो नर्ड हो र जसलाई चाहिँ फिटनेसमा इन्ट्रेस्टेड छ। सो तपाईँ पनि त्यो इन्भाइरोमेन्टमा जानुभयो भने त्यहाँको सेयर्ड आइडेन्टिटीले तपाईँको आफ्नो पर्सनल आइडेन्टिटीमा पनि इफेक्ट पर्छ। सो यही कारणले गर्दाखेरि हो कि जोसँग तपाईँ क्लोज हुनुहुन्छ, तपाईँ जस्तो खालको इन्भाइरोमेन्टमा बस्दै हुनुहुन्छ, त्यसले तपाईँको लङ रनमा पनि तपाईँको बिहेभियर, तपाईँको बानी बेहोरा र तपाईँको आइडेन्टिटीमा असर पर्छ।